हेलो गाइज नमस्ते। अहिले चाहिँ हाम्रो नेपाली बजारमा नयाँ प्रोडक्ट लन्च भइसकेको छ डेली युजको लागि, जसमा चाहिँ पर्दछ हाम्रो ग्लो डेन्टको हर्बल टुथपेस्ट, र अर्को रहेको छ लेमन ग्रासको सप, अनि त्यसपछि अर्को रहेको छ रोज स्किन केयर सप, र त्यसपछि अर्को रहेको छ वाइडियो राइस वाटर स्याम्पू, जसले चाहिँ हेयरफलबाट चाहिँ प्रोटेक्ट गर्ने काम गर्छ, र अर्को रहेको छ हाम्रो जिन्जर स्याम्पू एन्टी हेयरफल। यसले पनि तपाईँको हेयरभित्र रहेको जुन ब्याक्टेरियाहरूलाई चाहिँ बाहिर निकाल्ने काम गर्छ, र तपाईँको हेयरफललाई चाहिँ यसले चाहिँ प्रोटेक्ट गर्ने काम गर्छ। साथसाथै हामीसँग मेन्टल स्किन केयर सप पनि रहेको छ। यसले चाहिँ तपाईँको स्किनमा रहेको त्यो ब्याक्टेरियाहरूलाई चाहिँ बाहिर निकाल्ने काम गर्छ, र तपाईँको स्किनलाई चाहिँ स्मुथ र कुल बनाउने काम गर्दछ। अनि अर्को रहेको छ हाम्रो चाहिँ प्रोबायोटिकको टुथपेस्ट रहेको छ। यसले चाहिँ जसको तपाईँको दाँतभित्र रहेको कीटाणुहरूलाई बाहिर निकाल्ने काम गर्छ, र तपाईँको दाँतलाई एकदम लाइट र ब्राइटनेस बनाउने काम गर्दछ। अर्को रुट साइन्स हेयर ओइल रहेको छ। यसले चाहिँ तपाईँको बाल अथवा कपाललाई चाहिँ एकदम स्मुथ र सिल्की बनाउने काम गर्दछ, र चाया र पोतोबाट पनि धेरै नै टाढा राख्ने काम गर्दछ। र त्यसै गरी हाम्रोमा स्किन केयरको प्रोडक्टहरू पनि छ। तीमध्ये चाहिँ हाम्रो स्पेसल भनेको हाइड्रा फेस क्लिन्जर छ, जसले डेड स्किनहरूलाई चाहिँ निकाल्ने काम गर्छ। र अर्को भनेको फेस वास, यो चाहिँ नर्मल अल टाइप स्किन, देन नर्मल टु ड्राई स्किनलाई पनि मिल्छ। र अर्को भनेको एल्युमिनियम फेस वास, हाम्रोमा चाहिँ अल टाइप स्किनलाई युज गर्न मिल्छ, यो पनि छ। र अर्को भनेको मोइस्चराइजर, देन सनस्क्रिन 50+ छ। र त्यसै गरी एलो हाइड्रा फेस सिरम छ, जसले तपाईँको स्किनलाई स्मुथ बनाउने काम गर्छ र ब्राइटनिङ बढाउने काम गर्छ। र त्यसै गरी बेस्ट भनेको रोज वाटर छ, यसले चाहिँ टोनरको काम गर्छ है। र अर्को भनेको नाइट क्रिम छ, जसले स्पेसल भनेको चाहिँ पिम्पल्सहरूको दागहरू हुन्छ त्यसले हटाउने काम गर्छ। हजुरहरूको बडीमा चाहिँ अथवा स्किनमा चाहिँ के छ प्रब्लम, त्यसको लागि कमेन्ट डाउन बिलो, र आउनुहोस् हामी सबैजना मिलेर, मैले त युज गरेँ, अब पालो तपाईँहरूको, र तपाईँहरूको समस्या नै हाम्रो हल गर्ने उपाय हुनेछ। प्लिज कमेन्ट गरेर चाहिँ आफ्नो समस्याहरू लेख्न चाहिँ नभुल्नु होला। थ्याङ्क यू सो मच। थ्याङ्क यू।